ठुलो भिडियो कति दुईटा बाल्नु एउटा त सानो चिम्टे एरिया पुरा भिडियो बाल्नु न बत्ती पुरा चिम्टे के गर्यो बाजीको सिधा हेर्नु प्ले गरेको छु मैले के भएर नलागेको खोइ के भयो सेतो त पुरै पानी पानी हो बाबुलै छ भयो त नि कतिको लामो लाग्यो त्यो टिका अट्ने गरी ल्याइदिउँ न त्यो टिका कतिको मर्छ त्यतिको माथि सेतो पनि एउटा रहनुपर्छ अलिकति देखिनुपर्छ यस्तो घुमाउँ न यस्तै घुमाइदिउँ न मुनिबाट लाउनुपर्छ होइन मुनिदेखि यो त मैले ल्याएको टासाको त मेकानिक गर्दा यहाँको बिग्रीको नि त फ्याँकीको लिएर बनाएको मैले बाक्लो बाक्लो बनाउनुपर्छ है यो चाहिँ भयो तालाभरि नि भोलि माइलीहरूले ख्याल्दै थियो कविता र माइलीहरूले टिभीमा साथ जोडेकै बनाएर मोटर गएको रहेछ ल्याएर मोटरतिर बाहिर टिभी त्यो बिक्री गरेर त्यतिकै कुन कलर मर्के लगाएर सबै हेरायो के हो सेतो पनि लगाइदिउँ सेतो अलिकति अब पदिमा दिदीले लगाइदिउँ त पहिले त तल सुर्किगा ल्याइदेऊ सामानलाई उयो त ऊपर चाहिँ काकाले पैसा अहिले देउसी खेल्नु सपन अहिले देउसी खेलेर बनाएको रहेछ तिमी पनि पानी जस्तो घुमाएर कपाल रुजलले अलिक कपाल यसो माथि गर पानी जस्तो पानी जस्तो छ सेतो टिकामा चाहिँ पानी बगी गयो नि आइफोनको कता फोन गर्छ अब यिनीहरूले लगाइसक्नु आँट्यो है हजुर नि त भनिन निराज आइपुगेन रुजल निराजहरू त अघि चोकमा आइसक्यो लाग्नु अरे कोसँग ल उयो ठुलो बजार हैन ए ल अब यिनीहरूको तिहार कहाँ सलाइको काँटी कता कोदोको बालाहरू खोजिँदैन यहाँ कोदोको बाला खोज्यौँ नै अहिले ल उसको सेतो सुकेर मजाले उ भइरहेछ अड्डिरहेछ अन्त पठाउनु भन्नु छैन तपाईँ त निराजलाई पठाउनु भनेर मैले भने होइन र भन्नु भएन कोदोको बाला हो भन्दै मैले निराश भन्नु खोजेको खासमा हामी त त्यसरी त बाबाको उकाल चोद्दै तान्दै गर्छ तिमीले पनि सामान र मटी यसमा नम्बर जानै जाँदैन नम्बर म त गोकुको दिनै भेष अहिले त आउँदैछ र बोजू बस्नु भनेको छ नि हेलो त्यहाँ भीमराज चाहिँ भीमराज आए भीमराज आउने तल निराज हौ निराज निराज हेलो माइलेन्टी निराज निराजलाई पठाइदिहाल्नु ल म त भीमराज हो मेरो त भेजै त हुनु पर्यो नछिटिकन यता तल पठाइहाल्नु न ढिलो भइसक्यो
ल ल छिटो आउँछ है छिटो आउँछ भनेको त अघि काटिसक्नु भएको रहेछ सक्यो होइन अहिले पनि लाउनु होस् मेरो त भिडियो नपाड्नु